साथीभाइ आज चाहिँ फुड लभर पर्क लभरमा चाहिँ पर्क मोमो हामीले लिनको लागि यहाँनिर रेडी हुँदैछ। अचार रेडी भयो, आँटा गुन्दैछ, यहाँ बेलाइ हुँदैछ र यहाँ किमा यहाँ एक सेट रेडी भयो है साथीभाइ। 3 सेट हुन्छ, त्यहाँबाट चाहिँ हामी हल्का स्टिम गरेर लिनेछौँ। तपाईँलाई के कस्तो लाग्छ? म चाहिँ पर्क लभर हो, सुँगुर चाहिँ म चाहिँ सुँगुरसँगै सुत्ने केटा हो है साथीभाइ। साथीभाइ पर्क लभरमा हामीले अघि देखाएको थियौँ बनाएको र अब चाहिँ स्टिम हुँदैछ र एकछिन बादमा रेडी भएर चाहिँ हामी यसको एकदमै राम्रोसँग लन्च लिनेछौँ है साथीभाइ। पर्क लभरमै मोमोज लभरहरू को छ यसो हेरिदिनुहोस्, लाइक सेयर कमेन्ट गरिदिनुहोस्। साथीभाइ फाइनली पर्क मोमो आज चाहिँ पर्क सुप हेर्नुहोस् न चर्बीसँगै रेडी भयो। अब लिँदैछ है, के कसो लाग्छ लाइक सेयर कमेन्ट्स गरिदिनुहोस्। म त कम्ती खान्छु है फेरि साथीभाइ। यो चाहिँ बदामको अचार पनि एक बोल्नु छ। पर्क लभरमा पर्क मोमो सेट 30 साथीभाइ। बदामको अचारसँग चाहिँ पर्क लभरमा पर्क मोमो खाए है। थ्याङ्क यू फर गाइज फर वाचिङ मी। फुड लभरमा पर्क मोमो चाहिँ आज मैले फिनिस्ड गरेँ। आजको लन्च पनि सकियो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। लाइक सेयर कमेन्ट गरिदिनुहोस्। फेरि पनि अझै छ मेरो पार्ट त, तर त्यो चाहिँ म देखाउनु चाहदिनँ किनभने फुड लभरमा बेसी खाएको भन्दा पनि घिचेको देखाउनु हुँदैन नि साथीभाइ। ओके बाई बाई। यस्तै भिडियोहरू सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट्स गरिदिनुहोस्। फेरि पनि पर्क लभर होइन मटन लभर, मटनको पनि आइटमहरू म राम्रो राम्रो लिएर आउँछु भनेर भन्छु म। ल साथीभाइ।